गुड मर्निङ एभ्रिवान। आज पनि मैले ऱ्यापिडो उठाएको छु। यो मान्छेको चाहिँ रहेछ नाम चाहिँ रहेछ दीपक होइन, नम्बर पनि दिएको छ। 9:30 देखिको ट्राई गरिरहेको थियो, अहिले चाहिँ भयो। यो मान्छेको त अस्ति हिजो पनि आएको थियो, मैले उठाएको थिइनँ, तर आज चाहिँ उठाएँ। जेपी नगरै जाने रहेछ, म पनि त्यही जान्छु। हेरौँ कता जान्छ। 17 मिनट देखाउँदैछ, कति टाइम लाग्छ हेरौँ। बाइक स्टार्ट गर्छु। नाइन 9365 कहाँ छ यो मान्छे? युटर्न गरेर चाहिँ घुम्नु पर्ने रहेछ। 9:30 देखिको ट्राई गरेको थियो, बल्ल बल्ल भयो हो। राजेन्द्र नगर त्यही त हो। यो चाहिँ ऱ्यापिडोमा बेल चाहिँ बजेको होइन, पैसा बजेको, पैसा। यो मान्छेको हिजो पनि मैले पाएको थिएँ, आज चाहिँ मैले उठाएको। यार त्यताबाट भित्र हो, गल्ली गल्ली यार माको छ। अब यो मान्छेको आयो भने नेक्स्ट अर्डर चाहिँ म उठाउँदिनँ। लोकलै होला। Wait to see. Hello? 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 ಮಾಡಲಾದ ಸಂಖ್ಯೆ ಅಸ್ತಿತ್ವದಲ್ಲಿಲ್ಲ. ದಯವಿಟ್ಟು ಸಂಖ್ಯೆಯನ್ನು ಪರಿಶೀಲಿಸಿ ಮತ್ತು ಡಯಲ್ ಮಾಡಿ. आपके द्वारा डायल किया गया नंबर उपयोग
ऊ पर बसिरहेको रहेछ। हाँ 9745 हेरा गैसर मान्छे त पाइहाल्यो। कल भी आपने किया था क्या? हाँ मैं ही था, मैं ही था, कैंसिल किया था। किधर काम करते हो? जेपी नगर भेगा सिटी का नीचे। हाँ मैं भी उधर ही काम करता हूँ, मैं भी उधर ही काम करता हूँ। हाँ मैं हॉट प्लेस में करता हूँ। उर्दू में क्या विक्रम उदयगिरी आता है? विक्रम शेफ आता है? विक्रम शेफ पहचानते हो? हाँ मैं भी पहचानता हूँ। कल भी किया था ना आपने, मैंने कैंसिल किया था क्योंकि मैं पासपोर्ट ऑफिस से आता हूँ ना। वो गली है ना, जो गली है तो फिर उसका क्या लोकेशन का जरूरी नहीं है। बेगड़ सिटी का थोड़ा नीचे है ना वो। हाँ विक्रम सेप का कांटेक्ट खत्म हो गया है अभी? विक्रम सेप का कांटेक्ट खत्म हो गया है अभी भी? आते रहता है क्या? वो माइक्रो ग्रीन्स लेके आता है क्या? वो माइक्रो ग्रीन्स नहीं लेके आता? ओहो हो इधर जाना था। कि जगह मान्छे रहेछ यार। आप वो सिग्नल से जा सकते हो ना? वो सिग्नल है ना, उधर से नीचे जा सकते हो ना? वो राइट सिग्नल है ना, आप उधर से उधर ही जा सकते हो ना? या फिर ड्रॉप कर दो उधर तक। ठीक है छोड़ के जाएंगे। यही तो है ना। क्या से? ठीक है।
85 दियो ठिकै छ खाली आउनु भनौँ होइन ठिकै छ नि त्यति भए पनि अब यहाँ फेरि गएर चाहिँ म चाहिँ यहाँ छोडिदिउँ भने त्यसलाई त्यहाँदेखि नमाने जस्तो लाग्यो मलाई अब फेरि म युटर्न गरेर मेरो जग्गामा जानुपर्छ ड्युटी 9 दिनको मैले ट्राई गरिरहेको थिएँ हस्की हिजो पनि यही मान्छेको आएको थियो क्यान्सल गरेको थियो तर आज जान्छु भनेर आएको फोन पे गरेको भए राम्रो हुन्थ्यो मलाई फोन पे गरेन म चाहिँ सोचिरहेको थिएँ एकैचोटि 10 पावरबाट गरेर चाहिँ निकालौँ भनेर ठिकै छ अब के गर्नु सानो बाटोले गरेर कति लामो युटर्न हुनु पर्यो म पनि यही काम गर्छु नि त बिहान आउँदा चाहिँ म खाली आउनु भन्दा चाहिँ कसैलाई लिएर आउँछु पाएँ भने ल्याउँछु पाएँ भने ल्याउँदिनँ तर म कन्टिन्यू 9:30 चाहिँ अन गरेर बस्छु हिजो पनि त्यही आएको थियो आज पनि आयो आज म पनि यही नै काम गर्छु होइन यसरी यो भिडियो चाहिँ अब म यतिमै इन्ड गर्छु होइन तपाईँहरूलाई यो भिडियो कस्तो लाग्दैछ के लाग्दैछ कमेन्ट गर्नु सक्नुहुन्छ सेयर गर्नु सक्नुहुन्छ